आजको ट्रेकिङ हिँडेर मान्छे त्यो डाँडा पुग्नु ट्रेकिङ चलिरहेछ हाम्रो आज अङ्कलले चाहिँ आफ्नै आँखा फुटाउँछ होला हौ के भयो अरे क्याटिस हेर्नु नि अब्बुई त शीतल शीतल रहेछ नि यो यो कुन चाहिँ यो यसलाई के भन्छ यो उसलाई यो बाटो साङको हामी जङ्गलमा चाहिँ हामी जाँदैछौँ साङको जङ्गल कच्छरमा हामी कच्छा खोज्नु जान्छौँ भनेर है सुबेकथारू यो बाटो हिँड्छ है बिचारा हिँड्छ पनि सुबेकथारू यो बाटो ए हो सुरु चाहिँ भरे ओह्रालै ओह्रा जानुहुन्छ अरे उकालो आउनु सक्दैन अरे अब यहाँ भरे उकालो चाहिँ यतिको ठिकै छ ससुराली गएको कता गएको अरे बिरबल ससुराली के छ यो ससुराली जानेको खोइ के छ यहाँनिर ससुराली गएको भन्छ केही याद छैन भन्छ ट्रेन ओह्रालो जानु पर्यो ट्रेन नपाएर बिजो भइरहेको छु यो ट्रेनको बाटो रहेछ त अन्त माथि माथि आउँदैछ अमर होला बिहे पारिँदैछ न त जरा भेट्छु क्या सुँगुरको के बेपार के को जरा अरे सुँगुरको जर किन्ला जस्तो हेर्नु दाजु त जकर खोज्नु गएको माथि अयो साह्रै गलेर बसेको आम्मामा ओह्रालो हिँडेको नि त कस्तो घोडा दुख्यो कि घोडा कामेर नि कस्तो भयो फेत्रक फेत्रक हेर्नुहोस् न गरमले कस्तो भयो खुट्टा दुख्यो रिस गति यस्तो भएर चाहिँ यो उकालोको भिरबाट आएकै साथीहरू यहाँबाट आउँदा चाहिँ खत्रकै गली चाहिँ साङको भिर हो अहिले हामी साङ आएको छौँ नि त कि यहाँतिर त यस्तो देख्नुभयो यो भिर यति त लाग्छ कोदोहरू कस्तो मजाले भयो फलेको कोदो पनि कसरी यो चाहिँ रोप्छ यो धान जस्तै रोप्छ धान उयो जस्तै के भन्छ धान रोपेको जस्तै नि सोध्नु पर्थ्यो नि सुन्तला चाहिँ अलिकति छैन आम्मामा ए बिस्तारै तान्नु न ओहो पिपल पिपल सम्हाल के वाउ एकछिन इस दामी सुन्तला खाइदिउँ साङमा आएर सुन्तला खाएर गएन त हुँदैन त अन्त इस वाउ नाइस तर यो डिसेम्बरतिर चाहिँ पाक्छ है नि यो अहिले चाहिँ भर्खर पाक्दैछ नि त चाहिँ अब फर्किएकै कालो यसरी भिराइ हुँदैछ त हजार मामाको एक्टिङ हेर्नुहोस् है त यात्राको सुरुमै यसरी लगातार भइएको छ के गर्नु गाइड यहाँबाट त गौरव छ हामी चाहिँ फर्केको कालो अब यसरी जङ्गलबाट आएको छ त गर्दै चाहिँ हेर्नु नि गाइसलाई देखाउनु भएको त कि जङ्गलको अन्त आमीसँग फोटो खिच्नु पर्ने नि के आएको नआएको एउटै भयो त यहाँ अगाडि एकदमै स्लिम केटी हुनुहुन्छ आज मुनि पछाडि आज स्लिम है अनि अरू त सबै आँखा चिम